व्हाट्सअप गाइज वेलकम ब्याक। त्यसै गरी आज पनि एउटा नयाँ भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ विशेष गरेर मैले जुन जिम गइसकेपछि अथवा जिम जानुभन्दा अगाडि मैले जुन दिनमा एकचोटि लिन्छु प्रोटिन सेक, जुन चाहिँ म आफैले बनाउँछु र मैले एउटा मैले एउटा प्रोटिन किनेको हुन्छ। त्यसमा चाहिँ मैले अरू चिजहरू मिसाएर चाहिँ प्रोटिन सेक बनाएर खाने गर्छु। के हुन् त मैले मिक्स गर्ने प्रोटिन सेकमा, जो चाहिँ तपाईँहरूलाई यो भिडियो मार्फत देखाउनको लागि मात्रै बनाएको। यदि तपाईँहरू पनि प्रोटिन सेक बनाएर खान चाहनुहुन्छ भने यही तरिकाले पनि बनाएर खान सक्नुहुन्छ है त। लागि सबैभन्दा पहिले मैले लिएर आएको छु एउटा पिनट बटर, अनि त्यसपछि अर्को लिएर आएको छु ओट्स लिएर आएको छु अनि कार्ब्सको लागि। अनि त्यसपछि मैले एउटा मिडियम साइजको केरा लिएको छु। अनि त्यसपछि अर्को रहेको छ मेरो एउटा पम्पकिन सिड छ एउटा है, पम्पकिन सिड। अनि त्यसपछि एउटा अर्को छ मेरो अन्तिम यो चाहिँ यो चाहिँ के हो भन्दाखेरि सोयाबिन पाउडर हो। किन भन्दाखेरि सोयाबिनमा हाई प्रोटिन मिल्छ। अनि त्यसपछि यसमा क्याल्सियमको लागि हो खासमा चाहिँ। अनि त्यसपछि एउटा युज गर्ने भनेको एउटा क्रेटिन हो है, एउटा क्रेटिन। अनि क्रेटिन 5 ग्राम मात्रै युज हुन्छ। अनि यो एक स्कुप प्रोटिन वे किङडम प्रोटिन, ताकि यो चाहिँ मलेसियन ब्रान्ड हो, मलेसियन कम्पनीले बनाएको है। यो चाहिँ म अब ब्लेन्डरमा मिक्स गर्छु। अनि ब्लेन्डरमा मिक्स गरिसकेपछि चाहिँ यसलाई चाहिँ मिक्स गरिसकेपछि खाने। अनि त्यसपछि बल्ल जिम जाने अथवा जिम गरिसकेपछि चाहिँ मैले यो लिने गर्छु। ल कसरी म ब्लेन्ड गर्छु तपाईँहरूलाई प्र्याक्टिकल रूपमा देखाउन पनि चाहन्छु है त। त्यसै गरी अघि पनि मैले भनिसकेको छु, एउटा केरा भयो है मिडियम साइजको। अनि त्यसपछि पिनट बटर भयो। अनि त्यसपछि यो अघि पनि मैले भनिसकेको छु यो सोयाबिन पाउडर। अनि त्यसपछि मैले यसमा क्रेटिन अलरेडी हालिसकेको छु 300 ml पानी। अनि त्यसपछि मेरो रहेको छ 2 स्कुप चाहिँ मेरो ओट्स रहन्छ, 2 स्कुप ओट्स किन भन्दा कार्ब्सको लागि। अनि त्यसपछि 1 स्कुप चाहिँ मेरो यो क्याल्सियम र हाई प्रोटिनको लागि यो चाहिँ सोयाबिन पाउडर आफैले बनाएको हो यो चाहिँ। त्यसपछि रहेको छ हाम्रो 1 स्कुप चाहिँ म पिनट बटर लिन्छु है, पिनट बटर 1 स्कुप जति चाहिँ पिनट बटर लिन्छु। अनि त्यसपछि हाम्रो केरा छ, केरा चाहिँ छिलेर यसलाई पनि यसमै हल्का मसिनो गरेर काटेर हालिदिने। त्यति धेरै मसिनो पनि गर्नु पर्दैन हो, यतिको भए पुग्यो। अब बाँकी रह्यो हाम्रो प्रोटिन पाउडर पनि सकिन लागेको छ के हो। प्रोटिन पाउडर मात्र 1 स्कुप, योभन्दा बढी लिँदिनँ म, योभन्दा बढी लिँदैन, मात्र 1 स्कुप लिन्छु म है। यसको सर्भिसिङ साइज चाहिँ 2 हो, तर म चाहिँ 1 मात्रै लिन्छु। किन भन्दाखेरि धेरै प्रोटिन पाउडर लिनु पनि राम्रो होइन, डाइरेक्ट प्रोटिन लिनु पनि राम्रो होइन धेरै स्वास्थ्यको लागि। त्यही भएर म चाहिँ 1 मात्रै लिन्छु। एउटा कुरा त अब स्वास्थ्य पनि राम्रो हुने भयो, अनि दोस्रो कुरा आफ्नो बजेट पनि सेभिङ हुने हो। अब यसलाई मिक्सरमा हालेर मजाले ब्लेन्ड गर्ने। ओके, यसलाई अब मैले ब्लेन्डरमा राखिसकेको छु। अब यसलाई चाहिँ स्विच अन गरेँ। अब यसलाई ब्लेन्ड गर्ने मजाले, यो पानीमा मजाले फिटिने गरी यसलाई ब्लेन्ड गर्ने। तीस सेकेन्ड जति गऱ्यो भने चाहिँ मजाले ब्लेन्ड हुन्छ यो।
ब्लेन्ड पनि भइसकेको छ। अब यसलाई चाहिँ हामीले निकालेर डाइरेक्ट खान सकिन्छ है। यो चाहिँ अब डाइरेक्ट खान सकिन्छ, किन भन्दाखेरि म खाएर पनि चेक गर्छु है त। एकदमै टेस्टी छ। यसमा चाहिँ मैले आज पम्किन सिड चाहिँ हालिनँ, किन भन्दाखेरि पम्किन सिड चाहिँ म डेली लिँदिनँ। डेली लिँदा पनि राम्रो हो, तर म चाहिँ 2 दिनमा एकचोटि 2 दिनमा 1 दिन लिन्छु। एकदमै स्वादिष्ट बनेको छ, एकदमै राम्रो बनेको छ। यदि तपाईँहरू पनि प्रोटिन सेक बनाउन चाहनुहुन्छ भने यसै गरी प्रोटिन सेक बनाएर खान सक्नुहुन्छ है त। यो भिडियो कस्तो लाग्छ? भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। हस्त, धन्यवाद। जय नेपाल, जय फिटनेस।